नमस्कार साथीहरू, गुड इभिनिङ। एउटा दुःखद समाचार आयो नेपाली फुटबल जगतमा। फिफाले नेपाली एन्फालाई ब्यान्ड गरेछ आन्तरिक हस्तक्षेप भयो भनेर। यो सब मेरो विचारमा यो त सब दोष चाहिँ नि उसले जान्छ यो विक्रम लामा ग्याङलाई के। सबै ठाउँमा जेनजी नै काम लाग्छ भन्ने छैन नि। यो भनेको त इन्टरनेसनल म्याटर भयो, जेनजी भनेको त हाम्रो नेपालको म्याटर भयो। त्यही मौकामा यिनीहरूले चौका हान्न खोजेको हो, डुबायो यिनीहरूले। आफूहरू चाहिँ फुटबल खेल्ने जेलसम्म सपोर्ट नगर्ने, नेसनल टिममा पर्दिन भनेर अहिले आएर चाहिँ नि आफू अनि बुढेसकाल लागिसकेपछि चाहिँ अनि नेसनल टिमबाट आउट भएपछि दुनियाँ त तिमीहरूलाई यदि सत्तै चाहेको भए तिमीहरू पनि त्यहाँ लड्न सक्थ्यो नि। आखिर तिमीहरूले चाहिँ बन्द गराएर छोड्यो होइन। नेपाली फुटबल आज यो स्थितिमा पुर्याउने तिमीहरूको पनि ठुलो हात छ। यदि तिमीहरूलाई त्यस्तो लागेको थियो भने हिजो किन कराएनस्? कमसेकम तिमीहरूलाई त्यस्तो लागेको थियो भने तिमीहरू चुनावमा किन आएनस्? यदि चुनावमा आएको भए आज यो दिन देख्न पर्दैन थियो नि। न राखेपाले त्यसमा हस्तक्षेप गर्थ्यो। ल कमसेकम तिमीहरू त्यो चुनावमा आएर तिमीहरू चुनाव भिडेको भए आज यो दिन देख्न पर्थ्यो त। काम गर्ने चाहिँ नि बेलामा आफू आउट होला कि भनेर चाहिँ नि उ गर्ने, अनि जमानामा त्यो कोचलाई लखाट्ने बेलामा बिर्स्यो होला नि तिमीहरूले के गर्यो भनेर। अनुशासन त तिमीहरूलाई मनै पर्दैन। भाइहरू खेल्ने मात्रै होइन क्या फुटबल। फुटबल भनेको अनुशासन पनि हो, स्पोर्ट्सम्यानसिपहरू। खै आफू भित्र हुँदा चाहिँ नि आफू नपर्ला भन्ने डरले चाहिँ नि एन्फाले जे गरे पनि चुप लाएर बस्ने, अहिले आएर तालचा लाउने उ गर्ने। अनि त्यो गरेपछि के भयो, अहिले आएर देख्यो भने तिमीहरूले सबै नेपाली फुटबल प्रेमी फुटबल प्लेयरको भविष्य चाहिँ नि अन्धकारमा राख्थ्यो। तिमीहरूले गर्थ्यौ नि खुब एक्टिङ गरेर फलानु उहरूले राइड गर्छ प्लेयरले। विदेशीहरू यार चाहिँ नि औषधि पसलमा काम गरेको रेकर्डहरू छ। अहिले वर्ल्ड कपमा खेल्ने कतिजना चाहिँ नि कोही 7-11मा काम गर्ने, कोही कहाँ काम गर्ने। युरोप जस्तो देशको मान्छेहरूले काम गर्दा तिमीहरू को हो नेपाली? के महिनाको 2 लाख चाहिने तिमीहरूलाई? नेपालको स्थिति थाहा छ नि त त्यसमाथि। फेरि फुटबल खस्केको छ। इन्टरनेसनल प्लेयरहरू चाहिँ नि फ्याक्ट्रीमा काम गरेर आएर वर्ल्ड कप खेलिरहेको छ त्यहाँ कतिजना। अचम्म छ क्या है। तिमीहरू पनि साला आफूहरू केही गर्न नसक्ने अनि ठुल्ठुलो गफ गर्ने, ताल चलाउने। अब देखिहाल्यो नि तिमीहरूले सारा नेपाली खेल प्रेमी फुटबल प्रेमीको सबको जिम्मेवारी तिमीहरूले लिनुपर्छ।